जुन प्रकारले चाहिँ हामीले यहाँ रोडको एउटा भूमि पूजा गऱ्यौँ है। सर्वप्रथम त म सबैलाई धेरै धेरै शुभकामना अनि बधाई दिन चाहन्छु। तपाईँहरूको अत्यन्त यो दीर्घकालीन माग हो। यो लगभग पूर्ववक्ताले भन्नुहुन्थ्यो 20-25 वर्षको अन्तरालमा आज यो बाटो बनिन गइरहेको छ। फेरि पनि तपाईँहरूलाई धेरै धेरै बधाई शुभकामना। र म चाहिँ तपाईहरुलाई के भन्न चाहन्छु भने हामीले जुन प्रकारले यहाँनिर राजनीति गरिरहेका छौं, राजनीति गरेपछि हामीले राजनीति भनेको एउटा यस्तो शक्ति हो। यो राजनीति चाहिँ तपाईको नराम्रो मान्छेको हातमा गयो भने यसले डरलाग्दो भयंकर यसले रूप लिन्छ तपाईको। र यो कुरो चाहिँ हामीले बुझ्नुपर्छ। राजनीतिले यति धेरै शक्ति छ नि तपाईको। त्यही कारणले म तपाईहरुलाई भन्छु है, हामीले हाम्रो क्षेत्रलाई उन्नति प्रगति गर्न लानुपर्छ। हामीले पोखरुङ क्षेत्र त्यसै पनि हामी पछाडिएका छौं। अरूको तुलनामा हेर्यो भने हामी धेरै पछि छौं हामी। र हामीले पोखरुङलाई कसरी बनाउनु पर्छ भन्ने हिसाबमा चाहिँ हामी लागि परेका छौं तपाईहरु। र हामीले जहिले पनि राजनीति गर्दाखेरि एउटा कसरी गर्नुपर्छ भने आफ्नो गाउँ ठाउँलाई हेरेर आफ्नो समाजलाई हेरेर हामीले राजनीति गर्नुपर्छ। अनि हामीले त्यही प्रकारले काम गरिरहेका छौं। र हामीले पोखरुङलाई उन्नति प्रगति गर्नुपर्छ भन्ने हामी विशेष लागि परेका छौं। हामीले पोखरुङदेखि माथि हामी हेर्नु पनि हुँदैन तपाईको। हामीले माथिल्लो लेभलमा जेसुकै होस् तपाईको सेन्ट्रलमा बंगालमा जेसुकै होस् हैन, हामीले आफ्नो क्षेत्रलाई हेरेर काम गर्नुपर्छ। यदि इभन हामीले दार्जिलिङ सोलिडलाई पनि हेर्नु पर्दैन। हामीले आफ्नो क्षेत्रलाई हेरेर काम गर्नुपर्छ। किन हामीले धेरै हेर्यौं तपाईको। हामीले जाति र माटोको नाममा हामीले धेरै भोटहरु दियौं। मोदी सरकार देशमा राम्रो छ, मोदी सरकारलाई दिनुपर्छ त्यो पनि हामीले दियौं। अब हामीले चाहिँ भोट कसलाई दिनुपर्छ भन्दाखेरि चाहिँ सेलुङलाई हेरेर दिनुपर्छ भोट, पोखरुङलाई हेरेर दिनुपर्छ भोट। म तपाईहरुलाई यही भन्न चाहन्छु। र विशेष आज म तपाईहरुलाई के भन्न चाहन्छु भने सेलुङमा अब हामीले धेरै विकास गर्नु छ तपाईको। जस्तै यो बाटो तपाईको यो तल्लोमा मात्र हैन माथिल्लोमा पनि बनिन्छ। दुईवटै बाटो बनिन्छ। अनि यहाँनिर अझै धेरै बाटोहरु छ तपाईको यहाँ बनिनु पर्ने। यो भित्र गाउँ भित्र जाने बाटोहरु धेरै छ। एउटा पर भाइ हो, यहाँ भाइ बसिरहनु भएको छ, भाइको गाउँको पनि छ। त्यहाँदेखि यहाँदेखि मुनि अप्पर डाकमान्डाडा भन्छ, त्यहाँको पनि धेरै डिमान्ड छ। अनि त्यसरी नै हाम्रो यहाँनिर यहाँको सभापति उहाँको त्यो तल्लो त्यो तेर्सो बाटोको डिमान्ड छ। त्यहाँदेखि त्यो गोदामझरादेखि सियोल जोड्ने बाटोको डिमान्डहरू छ। र आज म के भन्न चाहन्छु यहाँबाट, यो बाटो त हामी यसै बनायौँ उसै बनायौँ, हामीले रल बाटो पनि हामी बनाउँछौँ तपाईँ। र हामीले तल जुन फ्याक्ट्री जाने बाटो छ त्यो बाटो हामी सियोकसम्म हामी त्यो बाटो पनि बनाउँदैछौँ हामी भोलि दिनमा गएर। अनि त्यसरी नै भित्रको कतिवटा बाटोहरू छ त्यो बाटो पनि हामी बनाउनेछौँ। अनि तपाईहरुले कतिवटा हामीलाई मेमोरेन्डम चढाएको छ, त्योभन्दा अगाडि पनि हामी काम गर्नेछौँ। किनभने म ढाडेर राजनीति म ट्याक्कै गर्ने मान्छे होइन। म समय र परिस्थितिले जन्मेको र म बुझ्छु, दुःख बुझ्छु, जनताको दुःख बुझ्छु। म भुइँमा बसेर काम गर्ने व्यक्ति हो। र तपाईहरुलाई म यो पनि उयो गर्न चाहन्छु कि तपाईहरुलाई विश्वास दिलाउन चाहन्छु कि मैले वचन दिएको कुरो हरेक कुरो म गरेर छाड्छु तपाईको। हो तपाईहरुमा त्यो उयो भइरहेको थियो तपाईको। यो बाटो त अब शिलान्यास त गर्यो, तर यो बाटो बन्छ कि बन्दैन इलेक्सनको मुखमा हामीलाई ढाडेको हो कि हो। किनभने विगत कहिले त्यसो गर्छ नि तपाईले, नरिवल फुटाउने काम गर्छ, त्यहाँदेखि त्यो बन्दै अहिलेसम्म बनेको पनि छैन तपाईको। त्यस्तो कार्यहरू भइरहेको, तर हामीबाट त्यो हुँदैन तपाईको। मैले जे वचन दिन्छु म त्यो गरेर छाड्छु तपाईको। अनि अर्को के भने तपाईको यहाँ जति पनि यहाँनिर हाम्रो पोखरुङमा राजनीति गरिरहेको छ त्यो राजनीतिक अनरहरू तपाईहरुलाई पनि थाहा छ, मैले पनि हेरिरहेको छु। हिजो सत्तामा हुनेहरू आज विपक्षमा बसेर यो भएन त्यो भएन भने यिनीहरूलाई म कहिले मौका दिँदैन तपाईको। हेर्नुहोस्, उनीहरू सत्तामा बसिसकेको मान्छे हो तपाईको। अहिले जो विपक्षमा जसले त्यो भूमिका निर्वाह गरिरहेको छ यहाँनिर उनीहरू मभन्दा पहिला सत्तामा बसेको हो नि त। उहाँहरूले केही त गर्नु सकेन सत्तामा बस्दा। अहिले विपक्षमा आएर त्यो ठुलो कुरा गर्नु उनीहरूलाई फर्केर म चान्सै दिँदैन म तपाईको।
अनि यो पनि म यहाँबाट भन्न चाहन्छु कि हिजोको दिनमा जो सतहमा बसेर काम गर्न सकेन नि अब फेरि म आउँछु भनेर नचिताउँदा पनि हुन्छ म मौकै दिँदिनँ तपाईँलाई आउँछ त नयाँ अनुहार आउनुपर्छ पछिबाट जसले पनि एउटा यो पोखरुङलाई के गर्छु भनेर आएको हुनुपर्छ अब फेरि तिनीहरूलाई मौका दिने कुरै पनि आउँदैन म मौका पनि दिँदिनँ तपाईँलाई किनभने हिजो बसेको उनीहरू सत्तामा बसेको धेरै नेताको सामुन्ने गएर कामहरू गरेको उनीहरूले तर उनीहरूले आफ्नो गाउँ ठाउँमा केही गरेन तपाईँको यो त प्रमाण छ नि त हामीसँग तपाईँको र हामीले चाहिँ अब पोखरुङलाई राम्रो बनाउनुपर्छ यहाँनिर पूर्ववक्ताले भन्नुहुँदै थियो यही पोखरुङमा विगतमा कसले काम गरे भनेर जसले राम्रो काम गर्छ उसको नाम सधैँ उच्चारण हुन्छ तपाईँको यहाँनिर सुभाष घिसिङको कुरा भयो उच्चारण भयो उहाँले गरेको थियो अनि पोखरुङ क्षेत्रलाई हामीले विकसित पोखरुङ बनाउनुपर्छ भनेर हामी लागेका छौँ यसमा सबैजना लागि पर्नुपर्छ अनि तपाईँको यसको शिर भन्छ है तपाईँको मुकुट भन्छ यहाँ माथि टिफिन डाँडामा पहिला एउटा योजनाहरू एउटा आर्मी स्कुलको योजनाहरूको कुरा भएको थियो तर त्यो आज सफल हुन सकेन तथापि त्यो एरियालाई हामीले पनि फोकस गरिरहेका छौँ त्यसलाई हामीले टुरिज्म स्पट बनाउनुपर्छ भनेर हामी लागि परिरहेका छौँ विगतमा मैले हाम्रो यहाँलाई या त शीघ्र एउटा कमानबाट एउटा एनओसी दिनुभयो भने चाहिँ एउटा छिटोभन्दा छिटो त्यो एउटा टुरिज्म उसमा जान्छ भन्दाखेरि अलिकति विलम्ब भयो तपाईँको त्यो विलम्ब हुन गएकोले सायद त्यो मलाई लाग्छ यहाँ बनिने चाहिँ कहाँ बन्यो भन्दा सायद यो पारिपट्टि तपाईँको यो पशुपतिदेखि मुनि कता एउटा बनिँदैछ तपाईँको फरेस्ट एरियामा तपाईँले याद गर्नुहोस् कुनै दिन अहिले बनिँदैछ सायद मलाई लाग्छ त्यहाँ गयो तपाईँको यहाँको बजेट तर किन भन्दा चाहिँ त्यो एनओसी सठिक समयमा नपाएकोले गर्दाखेरि र फेरि पनि हामीले एउटा टिमलाई सर्वे गराएका छौँ त्यो टिमले एउटा सर्वे गरेर गएपछि सायद एउटा केही रोड म्यापहरू त्यहाँनिर बनिँदैछ र निश्चय नै यसलाई पनि हामीले फोकस गर्नुपर्छ यहाँनिर भयो भने अझै पोखरुङलाई राम्रो हुन्छ पोखरुङलाई भन्दा अझै सेलबुङलाई बढी फाइदा हुन्छ तपाईँको अनि हामीले त्यो प्रकारले काम गर्नुपर्छ अनि अब यस्तो प्रकारले काम गरिरहेको छु हुँदै मिडियाको अगाडि म बोल्दैछु कति कुरा बोल्नु हुँदैन होइन एउटा राजनीतिमा चतुराई भन्ने हुनुपर्छ तपाईँको यो बाटो हामीले पास गर्दाखेरि तपाईँको अलिकति किलोमिटर हामीले बेसी गरेको छु त्यो बेसी भएको किलोमिटरले हामी चेप्न चाहन्छौँ तपाईँको त्यो प्रकारले हामीले कामहरू गरेको छौँ अनि तपाईँको यो जुन सियोकहरू जोड्ने बाटो यो पनि सायद हामी चाँडै नै गर्छौँ भन्ने मलाई लाग्छ र तपाईँहरूलाई फेरि पनि बधाई शुभकामना है तपाईँहरूको गाउँठाउँमा के कसो छ हामी तपाईँहरूलाई त्यो पनि सहयोग गर्छौँ तपाईँहरूको त्यो वचन पनि आउँदो दिन हामी पुरा गर्छौँ जस्तै हाम्रो यहाँ नरेन्द्र दाजु हुनुहुन्छ मलाई सम्बन्धमा राखेँ म नरेन्द्र दाजु बडो मजाको मान्छे हो उहाँ साङमामै आउनुहुन्छ ड्युटीमा अस्ति उहाँलाई पनि एउटा तपाईँहरूको प्रेसर यहाँ हाम्रो राजु दाजुलाई पनि प्रेसर अब तपाईँहरूले अब बाटो बनाउँछ कि बनाउँदैन भन्ने एउटा सबैलाई भइरहेको छ त्यहाँदेखि माथि हाम्रो भास्कर मुखिया भयो यहाँनिर विजय के यहाँ हाम्रो साथीहरू भयो विजयहरू भयो होइन सबैलाई प्रेसर छ नि त बाटो बनिन्छ कि बनिँदैन भन्ने कुरोहरू होइन निरेनहरू भयो अन्त उहाँलाई अस्ति चिफसँग बात पनि मारायो होइन उहाँलाई चिफले पनि भन्नुभयो रेला पनि गर्नुभयो र आज मैले यहाँनिर साइट इन्जिनियरहरू पनि लिएर आएको छु उहाँहरू चाहिँ जसको यो साइट हो उसको इन्जिनियर हुनुहुन्छ उहाँहरू डिपार्टमेन्ट इन्जिनियर लिएर हामी बादमा काम गर्नेछौँ र यति भन्दै तपाईँलाई फेरि पनि शुभकामना बधाई दिँदै मेरो भन्नालाई म यही राख्न चाहन्छु।